नमस्ते। जब एउटा ठूलो भवन बन्छ नि, त्यसको लागि सबैभन्दा पहिले एउटा एकदमै बलियो मास्टर प्लान चाहिन्छ, होइन त? सफ्टवेयर बनाउने कुरा पनि ठ्याक्कै त्यस्तै हो। हावाको भरमा कोडिङ गरेर मात्रै एउटा सफल सफ्टवेयर बन्दैन। यसलाई एउटा व्यवस्थित खाका चाहिन्छ। आज हामी त्यही खाका अनलक गर्दैछौँ, जसलाई प्राविधिक भाषामा SDLC भनिन्छ। ल सुरु गरौँ। आजको हाम्रो रोड म्याप एकदमै सिधा छ है। पहिले SDLC को इन्ट्रो, त्यसपछि यसका विभिन्न फेज, फिजिबिलिटी टेस्ट्स, डेभलपमेन्ट मोडल्स र अन्त्यमा एनालिस्ट र डेभलपर बीचको रोचक भिन्नता। सेक्सन 1 इन्ट्रो टु SDLC। यो मास्टर प्लान आखिर हो चाहिँ के त? SDLC अर्थात् सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल भनेको सफ्टवेयर विकास गर्ने एउटा सिस्टमेटिक प्रोसेस हो। यसले प्रयोगकर्तालाई के चाहिएको छ भनेर रिक्वायरमेन्ट पत्ता लगाउने बिन्दुबाट सुरु गरेर सफ्टवेयरको टेस्टिङ र भविष्यको मेन्टेनेन्ससम्मको पुरै यात्रालाई समेट्छ। सिधा भाषामा भन्नुपर्दा प्रोजेक्टलाई समयमै र बजेटभित्रै सक्ने यो एउटा गजबको फ्रेमवर्क हो। अब यहाँ सबैभन्दा इन्ट्रेस्टिङ कुरा के छ भने यो एउटा साइकल हो। बजारमा सफ्टवेयर रिलिज भएपछि काम सकियो भनेर बस्न मिल्दैन। नयाँ रिक्वायरमेन्ट्स आउँछन्, टेक्नोलोजी चेन्ज हुन्छ, त्यसैले यो चक्र कहिल्यै रोकिँदैन, निरन्तर चलिरहन्छ। सेक्सन 2 द 7 फेजेस अफ SDLC। यो प्रक्रियालाई स्टेप बाई स्टेप बुझौँ है त। मुख्यतया यी 6 वटा फेजहरू हुन्छन्। पहिलो सिस्टम स्टडी र फिजिबिलिटी, जहाँ हामी चेक गर्छौं यो प्रोजेक्ट गर्न सम्भव छ कि छैन। दोस्रो एनालाइसिस, जहाँ रिक्वायरमेन्टको गहिरो अध्ययन हुन्छ। तेस्रो डिजाइनमा नक्सा कोरिन्छ। चौथो डेभलपमेन्टमा कोडिङ हुन्छ। पाँचौं टेस्टिङमा बगहरू खोजिन्छ र छैठौं इम्प्लिमेन्टेसनमा सफ्टवेयर लाइभ हुन्छ। र याद राखौं, यसपछि आउने 7औं महत्त्वपूर्ण चरण भनेको मेन्टेनेन्स हो, जसले सफ्टवेयरलाई सधैँ फ्रेश राख्छ। अब लागौं सेक्सन 3 तर्फ, फिजिबिलिटी टेस्ट्स। यो एकदमै क्रिटिकल चेक पोइन्ट हो नि। यसलाई एउटा रियल लाइफ एक्जाम्पलबाट हेरौँ। मानौँ हामी एउटा स्कुल लाइब्रेरी एप बनाउँदैछौँ। यो बनाउनु अघि हामीले टेक्निकल फिजिबिलिटी हेर्नुपर्छ। के स्कुलमा यो चलाउन कम्प्युटर छ त? इकोनोमिक फिजिबिलिटी, के यो एप बनाउने खर्च बजेटभित्र छ र यसले फाइदा दिन्छ? र लिगल फिजिबिलिटी, के यसले कुनै कपिराइट वा नियमहरू तोड्छ त? प्रोजेक्ट सुरु गर्नु अघि यी कुराहरू क्लियर हुनै पर्छ। त्यही लाइब्रेरी एपकै कुरा गर्दा अपरेसनल फिजिबिलिटी पनि हेर्नुपर्छ। के लाइब्रेरियनहरूले यो एप सजिलै चलाउन सक्नेछन्? शेड्युल फिजिबिलिटीले टाइमलाइन हेर्छ। के हामी फाइनल एक्जाम अघि यो एप रेडी गर्न सक्छौँ? अनि अर्को गजबको कुरा, बिहेभियरल फिजिबिलिटी। के वर्षौंदेखि कापी कलम चलाइरहेका स्टाफले यो नयाँ डिजिटल सिस्टमलाई सजिलै एक्सेप्ट गर्लान् त? यी सबै टेस्ट पास भएपछि मात्र प्रोजेक्टले ग्रिन सिग्नल पाउँछ। सेक्सन 4 डेभलपमेन्ट मोडल्स। प्रोजेक्ट सम्भव छ भन्ने थाहा भएपछि अब कुन बाटो हिँड्ने त? सफ्टवेयर प्रोसेस मोडल भनेको प्रोजेक्टलाई अगाडि बढाउने एउटा फ्रेमवर्क हो। यसलाई एउटा सवारी साधन जस्तै मान्न सकिन्छ, जसले हामीले हाम्रो सफ्टवेयरको डेस्टिनेसनसम्म पुर्याउँछ। बाटो अनुसार फरक गाडी चाहिए जस्तै प्रोजेक्टको नेचर हेरेर हामी वाटरफल वा एजाइल जस्ता फरक मोडलहरू चुज गर्छौँ। वाटरफल मोडल सफ्टवेयर इन्जिनियरिङको सबैभन्दा पुरानो मोडल हो। यो एकदमै लिनियर हुन्छ, जसरी झरनाको पानी तल झरेपछि माथि फर्किँदैन नि हो। यसमा पनि एउटा फेज पुरै नसकिएसम्म अर्को सुरु हुँदैन। सानो र क्लियर रिक्वायरमेन्ट भएको प्रोजेक्टको लागि यो एकदम ठिक छ, तर पछाडि फर्केर गल्ती सच्याउन चाहिँ यसमा एकदमै गाह्रो हुन्छ। अनि यो अर्को मोडलले चाहिँ आजकालको ट्रेन्डलाई मज्जाले देखाउँछ, अजाइल मोडल। वाटरफल भन्दा ठ्याक्कै उल्टो। यसमा निरन्तर लुप वा इटरेसन्स हुन्छन्। टिमहरूले साना साना भागमा सफ्टवेयर बनाउँछन्, टेस्ट गर्छन् र क्लाइन्टबाट फिडब्याक लिएर तुरुन्तै चेन्ज गर्छन्। यो एकदमै लचिलो र कोल्याबोरेटिभ हुन्छ। यी बाहेक प्रोटोटाइपिङ र स्पाइरल मोडल पनि एकदमै पपुलर छन्। जब क्लाइन्टलाई आफूलाई ठ्याक्कै कस्तो सफ्टवेयर चाहिएको हो भन्ने आइडिया हुँदैन, तब हामी प्रोटोटाइपिङ युज गर्छौँ। सुरुमै एउटा स्याम्पल वा प्रोटोटाइप देखाएर काम अघि बढाउने। अनि स्पाइरल मोडल चाहिँ ठूला र रिस्की प्रोजेक्टहरूका लागि हो। यसले रिस्क एनालिसिसमा एकदम धेरै फोकस गर्छ। सेक्सन 5 एनालिस्ट भर्सेस डेभलपर। अब कुरा गरौँ यी सबै प्रोसेस चलाउने पर्दा पछाडिका हिरोहरूको।
एउटा सफल सफ्टवेयर बनाउन सिस्टम एनालिस्ट र सफ्टवेयर डेभलपर दुवैको रोल एकदमै इम्पोर्टेन्ट हुन्छ। सिस्टम एनालिस्ट भनेको त्यो मास्टर प्लानर हो जसले प्रब्लम बुझ्छ र सफ्टवेयरको लजिकल डिजाइन तयार गर्छ। अनि सफ्टवेयर डेभलपर वा प्रोग्रामर भनेको त्यो बिल्डर हो जसले एनालिस्टको डिजाइनलाई प्रोग्रामिङ ल्याङ्ग्वेज र डेटाबेस युज गरेर रियालिटीमा कन्भर्ट गर्छ। यसको अर्थ के हो भने एउटा एनालिस्ट भनेको बिजनेस र टेक्नोलोजी बीचको एउटा बलियो पुल हो। एनालिस्टसँग टेक्निकल नलेज मात्र भएर पुग्दैन, कम्युनिकेसन स्किल र अर्गनाइजेसनको भिजन बुझ्ने क्षमता पनि हुनुपर्छ। बल्ल त काम गर्ने सिस्टम बन्छ। आजको यो डिस्कसनबाट सफ्टवेयर निर्माणको पछाडि कति धेरै साइन्स र प्लानिङ लुकेको हुन्छ भन्ने पक्कै क्लियर भयो होला। सम्भाव्यता जाँच्ने कुरा होस् वा सही मोडेल छान्ने कुरा, एसडिएलसीले हरेक स्टेपमा गाइड गर्छ। के अब यस्तो पावरफुल ब्लुप्रिन्ट प्रयोग गरेर भविष्यको टेक्नोलोजीलाई नयाँ दिशा दिन हामी तयार छौँ त? स्रोत सामग्रीको यो एनालाइसिसमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।